भदौ 23 र 24 गते भएको जेन्जी समूहको आन्दोलनका क्रममा रूपन्देहीमा करोडौंको क्षति भएको छ। आन्दोलनपछिको आगजनी, तोडफोड तथा लुटपाटबाट अशान्त बनेको जनजीवन अहिले सामान्य बन्दै गए पनि जिल्लाका 91 भवनमा क्षति पुगेको 170 वटा सवारी साधनमा तोडफोड र आगजनी भएको छ। भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्द गरेको विरुद्धमा भएको आन्दोलनमा जिल्लाका सरकारी कार्यालय, प्रहरी युनिट, राजनैतिक दल एवं सङ्घ संस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो, जसले यहाँ अवस्थित निजी, सरकारी र गैर सरकारी भवनहरूमा ठूलो नक्सानी बेहोर्नु पर्यो। 24 गति मध्याह्नपछि भड्किएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार, सरकारी दस्तावेज, महत्त्वपूर्ण सामग्री र सवारी साधन जलाइएको थियो। जिल्ला प्रहरी कार्यालयले तयार गरेको प्रारम्भिक तथ्याङ्क अनुसार 7 वटा प्रहरी युनिट मध्ये 6 वटा आंशिक र एउटा पूर्ण रूपले क्षति पुगेको छ। यस्तै सरकारी कार्यालयतर्फ 33 वटामा आंशिक, 3 वटामा सामान्य, निजीतर्फ एउटा निजी घर पूर्ण रूपले क्षति पुगेको छ भने 22 वटा आंशिक र 1 वटामा सामान्य क्षति पुगेको छ। यस्तै निजी व्यावसायिक संस्थातर्फ 6 वटा आंशिक, 1 वटामा सामान्य, राजनैतिकतर्फ 16 वटा कार्यालयमा आंशिक र 1 वटामा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सूरज कार्गीले जानकारी दिए। डीएसपी कार्गीका अनुसार जिल्लामा कुल 170 वटा सवारी साधनमा आगजनी र तोडफोड भएको जानकारी आएको बताए। उनले नेपाल प्रहरीका 3 वटा 2 पाङ्ग्रे र 1 वटा 4 पाङ्ग्रे परि 4 वटा सवारी साधनमा क्षति पुगेको छ। यस्तै सरकारी कार्यालयका 68 वटा 2 पाङ्ग्रे, 45 वटा 4 पाङ्ग्रे गाडी, निजी तथा गैर सरकारी संस्थाको 1 वटा 2 पाङ्ग्रे र 4 वटा 4 पाङ्ग्रे, निजी गाडीहरूमा 27 वटा 2 पाङ्ग्रे र 21 वटा 4 पाङ्ग्रे गाडीमा क्षति पुगेको छ। जिल्लामा कुल 49 वटा 2 पाङ्ग्रे र 71 वटा 4 पाङ्ग्रे गाडीमा क्षति पुगेको कार्यालयको तथ्याङ्क छ। रूपन्देहीमा सरकारी भवन र त्यहाँ आवश्यक सामग्री जलाएर नष्ट गरिए पनि सवारी साधन बचाउनमा कतिपय कार्यालय सफल भएका छन्। प्रदर्शन भड्किनु पूर्व जिल्ला प्रशासनसँग सम्पर्क गरेका अधिकांश गाडी नजिकको प्रहरी कार्यालय र सुरक्षित ठाउँमा राखेको कारण जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाले बताए। आन्दोलनमा सबैभन्दा बढी भौतिक पूर्वाधारमा क्षति बेहोर्नु परेको छ। बुटवलतर्फ आन्दोलित समूह भैरवाहाबाट प्रधानमन्त्री केपी शर्मा ओली दुवै जाने अफवाह फैलाएपछि भैरवाहाको अवस्था असामान्य बनेको थियो। आक्रोशित समूहले विमानस्थलपछि तोडफोड र आगजनीमा उत्रेका थिए। सयौंको संख्यामा भएको आन्दोलनकारीहरूको कसैको नियन्त्रणमा नभएपछि स्थानीय प्रशासन पनि ज्यान जोगाउनका लागि दर्शक बन्नु बाहेकको विकल्प थिएन। प्रदर्शनकारीहरूले 24 गते 2 बजेपछि आफू पनि नियन्त्रण बाहिर रहेकोले समूहमा विभाजित भई जनप्रतिनिधि र सरकारी कार्यालयहरू खोजी खोजी आगो लगाउने काममा घुमिने रहे। समूहमा केही स्थानीयहरू बाहिरबाट समूहमा आएका देखिन्थे। उनीहरूले चोकचोकमा टायर बालेर पनि प्रदर्शन तथा नाराबाजी गर्दै थिए। सीमानाका बेलहयासम्म पुगेको प्रदर्शनकारीलाई भारतीय एसएसबीले हवाई फायर गरेपछि प्रदर्शनकारी सीमाबाट फर्किएका थिए। भैरवाहाबाट दैनिक लुम्बिनी कर्मी मोहम्मद हबिबको रिपोर्ट।